So hi everyone, welcome to my another new video on YouTube. मेरो नाम चाहिँ धर्मा आयर हो। मेरो घर चाहिँ कञ्चनपुर। म चाहिँ अहिले काठमाडौँमा बसिरहेको छु। काठमाडौँमा बसेर म ब्याचलर गरिरहेको थिएँ। अहिले ब्याचलरको एक्जाम पनि सक्यो। हाम्रो 4th इयरको एक्जाम सकेको छ नि त अस्ति भर्खरै। अब रिजल्ट पनि आएको छैन अनि म जब खोजिरहेको छु। जब पनि नपाएर चाहिँ अब जब पनि नपाएर त्यतिकै बसिरहेको छु। अनि अहिले चाहिँ अब के गर्ने भनेर चाहिँ मैले साथीसँग कुरा गर्छु। ब्याचलर सकेर बसिरहेको, उसको चाहिँ 1 वर्ष अगाडि ब्याचलर सकेको, मेरो चाहिँ भर्खरै। त्यो चाहिँ अब के सम्बन्धी छ भने जस्ट अब चिया सकिने बेलासम्म के गफको भिडियो अपलोड गर्छु होला युट्युबमा भनेर अर्को टपिकको बारेमा सोचेर राखेको थिएँ। तर आज चाहिँ के भयो भन्दाखेरि चाहिँ जस्ट अब स्टोरी टाइम जस्तै कि बजिरहेको छ, 3 बजीतिरको कुरा हो। मेरो साथीले चाहिँ चिया खान आउन नभेटेको नि धेरै भइसक्यो, चिया गफ गरौँ भनेर चाहिँ बोलायो हाम्रो यही रुम नजिक। चिया खाँदाखेरि चाहिँ अब मेरो चाहिँ ब्याचलर सकेको अब भर्खरै हो नि त, 1 महिना नि भएको छैन। उसको चाहिँ ब्याचलर सकेको 1 वर्ष भइसक्यो। मैले मान्छे किन हल्लेर बसेको कि नेपालमा त केही पनि छैन त्यस्तो अपर्च्युनिटी। त्यही भएर एब्रोड स्टडीको लागि मतलब विदेश नै एप्लाई गर न भन्ने सजेसन गरेँ मैले चाहिँ। उसले भन्यो उसले चाहिँ अलरेडी ट्राई गरिसकेको रहेछ एब्रोडको लागि चाहिँ, अनि रिजेक्सन भएको रहेछ। मलाई चाहिँ उसले भनेको थिएन, भेटै भएको थिएन हाम्रो। अनि त्यसपछि मैले हिजो सोद्धाखेरि चाहिँ मेरो रिजेक्सन भएको हो भने उसले देख्न सकिनँ। ऊ पनि केही बोलेन एकछिन त, 1 मिनटको लागि त हामी चुप्प बस्यौँ। किनकि त्यही कुरा 1 वर्ष अगाडि ठ्याक्कै मसँग भइसकेको क्या। मैले नि +2 सकेर एप्लाई गरेको थिएँ अनि एप्लाई गरेँ, रिजेक्सन भएको थियो मेरो पनि। के मतलब कस्तो हुन्छ, मतलब मेन्टल्ली एकदम सोच्ने क्षमता नै हराउँछ क्या त्यति बेला। सोचेको कुरा केही पनि पुरा भएन भनेपछि त्यो कुरा मभन्दा बेटरहरूले कसले बुझ्छ होला, बुझ्न सक्छु क्या त्यो पीडा चाहिँ। किनभने मेरो पनि अब रिजेक्सन हुँदाखेरि मैले पनि के फेस गर्नु परेको थियो, मलाई पनि के भएको थियो। मेन्टल्ली आफूलाई स्ट्रङ राख्न गाह्रो हुन्छ, मुभ नै हुन गाह्रो हुन्छ त्यो सिचुएसनबाट। म त अहिले भर्खर ओभरकम भइरहेको छु भनेपछि उसको त भर्खरको इन्सिडेन्ट हो। सो सम्झाएँ अब त्यस्तो नसोच, अब भएन भनेपछि त अरू कन्ट्री पनि ट्राई गर न भने। अरू कन्ट्री चाहिँ उसको चाहिँ त्यो कन्ट्री चाहिँ ड्रिम कन्ट्री रहेछ, अनि अरू चाहिँ नगर्ने। अब चाहिँ आफ्नै होम टाउनमा बिजनेस खोलेर बस्ने भन्ने कुरा गर्यो कि उसले। अब चिया पनि भन्ने कुरा गर्यो उसले चाहिँ। अनि उसको र मेरो होम टाउन एउटै हो। हामी दुवैजना सुदूरपश्चिमदेखि नै हो। अनि मैले पनि अलिअलि आइडिया दिएँ, यो ठाउँमा खोल्दा बेस्ट हुन्छ, यो सम्बन्धी मतलब यो बिजनेस खोल्दा चल्छ होला। अब आफ्नो होम टाउनको बारेमा के चल्छ, अब के कस्तो छ भन्ने त थाहा भइहाल्छ नि। अनि खोल्यो भने ठिकै हुन्छ। अब लगानी चाहिँ फर्स्टमा चाहिँ सुरुमा चाहिँ अब लगाउनै पर्छ होइन, लगानी त अब टन्नै लाग्छ। त्यो अब आफूले लस हुन्छ कि भन्ने डरले त्यो बिजनेसै ओपन गरेन भनेपछि त पहिल्यैदेखि नै सोचिरहेको थिएँ। मसँग चाहिँ लगानी नभएर चाहिँ मैले जस्ट सोचेको मात्रै, कल्पना खोल्नुपर्छ भन्ने टाइपको। तर हामीसँग चाहिँ त्यति लगानी छैन। इफ उसँग छ भनेपछि मैले चाहिँ जस्ट अब बिजनेस मैले नि त्यो कुरा सोचिरहेकै हो नि त। मसँग भएको आइडिया चाहिँ मैले सेयर गरेँ। अनि इफ मैले भोलिको दिन त्यो बिजनेस ओपन गरेँ भने तिमी हेल्प गर्छौ गर्दैनौ भन्ने, अफकोर्स साथीलाई त हेल्प भइहाल्छ नि। आफ्नै होम टाउनमा झन् मलाई त झनै मनपर्छ। आफ्नो बनाउनुको मुख्य उद्देश्य चाहिँ मैले चाहिँ अर्को टपिक सोचेर राखेको थिएँ। तर अब यो चाहिँ मलाई कस्तो भनौँ हजुरहरूसँग सेयर गरौँ जस्तो त्यो फिल भयो। किनकि आजको चिया गफ त्यतिकै चिया गफ थिएन कि पास्टमा भएको कुराहरू सोचेर बस्ने टाइम चाहिँ होइन नि अहिले यो उमेरमा। त्यो सम्बन्धी चाहिँ आजको भिडियो मैले चाहिँ हजुरहरूसँग सेयर गर्न खोजेको आफ्नो पर्सनल एक्सपिरियन्स चाहिँ। सो प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब।